नेपाली लोकदोहोरी तथा लोकसङ्गीत क्षेत्रमा पछिल्लो समय चर्चामा रहेका दुई गायक-गायिका हुन् निर्जला गुरुङ र चिज गुरुङ। उनीहरू गोर्खा जिल्लामा जन्मिएका गायक-गायिका हुन्। उनीहरूको सङ्गीत यात्रा आज गोर्खाबाट सुरु भएर आज देश-विदेशसम्म फैलिएको छ। उनीहरूको आवाजमा निकै मिठास रहेको छ। उनीहरू कडा मेहनत र सङ्घर्षका कारण आज दर्शक श्रोताहरूमाझ निकै नै प्रिय बनेका छन्। निर्जला गुरुङ सानैदेखि गीत सङ्गीतमा निकै नै रुचि राख्ने गायिका हुन्। उनले गाउँघरमा हुने मेला, विवाह, रत्यौली तथा विद्यालयका कार्यक्रममा गीत गाएर आफ्नो सङ्गीत यात्रा सुरु गरेकी थिइन्। निर्जला गुरुङले कुनै पनि सङ्गीत शिक्षा भने लिएकी छैनन्, तर आफ्नो मेहनत र अभ्यासबाट भने राम्रो गायिका बन्न सफल भएकी छिन्। निर्जला गुरुङको जीवनमा निकै धेरै नै सङ्घर्ष थियो। निर्जला गुरुङको जीवनमा धेरै सङ्घर्ष थियो। राम्रो गायिका बन्ने सपना लिएर उनी आज करिब 6 वर्ष अघि काठमाडौँ आएकी थिइन्। सुरुमा दोहोरी साँझमा काम पाउन उनलाई निकै गाह्रो भएको थियो। धेरै ठाउँमा उनको आवाजलाई विश्वास गरिएको थिएन, तर पनि उनले कहिल्यै पनि हार मानिनन्। लगातार अभ्यास र प्रस्तुति दिँदै अगाडि बढिन्। लगातार